साथीहरु नमस्ते। आज चाहिँ हामी चिया बनाएर खानु लाग्दाखेरि एकजना बाजे आउनु भएछ खुकुरीमा धार पाउनुको लागि। अनि खुकुरीमा धार पनि लायौं। बाजेलाई भोक लाग्यो अरे, चिया बिस्कुट पनि दिए। बिचारा यो बाजे चाहिँ खुकुरीमा धार लाउँदै हिँड्नुहुन्छ जहिले। अनि भोक लाग्यो अरे, चिउरा खाने अरे, भोक लाग्यो। के अरे के भनेको बाजेले कहाँ हिँड्ने कि सबै के लाग्यो। लु कहाँ फालेको हौ? ओ बाजेले के दिनुभयो? खाँदैन होला बाजे। के दिनुभयो? लु थाप्नु त दुई हातले। लु दुई हात थाप। यो अहिले खाएको बोक्नु बाजे होस्। ऊ चकलेट हेर्नु सानो डोलमा चकलेट। ऊ बाजेले चकलेट दिनुभयो। उता चकलेट। लु दुई हात थाप्नु। यो के मान्छे नचिनेर हो यसले वास्ता। चान्जुने पैसा त रहेन। लाग्ने भयो होला नि। हाम्रो डोलमे हेर नि त्यहाँ भएको 10 रुपियाँ। चान्जुने नै भेटेन हौ बाजे। हेर्नु त्यहाँ रहेछ भने दिनु। आमै डोल्मी कान्छी त कराएर के हो? हजुर र बाजेले चाहिँ अनि चिउरा एक बटुका दिएको थियौँ। अनि आधी चाहिँ उसको नातिनीहरू छ अरे घरमा। अनि नातिनीलाई बोक्नुभयो। अनि आधी चाहिँ खानुभयो। कस्तो मनमा छुयो त्यो देखेर। बाजेलाई पनि बिदा गरियो। बाई साथीहरू, फेरि अर्को भ्लगमा भेटौँला।